भौतिक दूरी टाढा भए पनि सम्बन्धको दूरी नजिक बनाउँदै पश्चिम रुकुमका श्री महेन्द्र घरती मगर र पूर्व उदयपुरका श्री विष्णु चामलिङ राई आज मिति 2083 जेठ 15 गते शुक्रबारको दिनबाट घनिष्ठ मित साइनो जोडिनु भएकोमा हामी तपाईँ दुवैजनालाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछौँ। हामीले जानेको र बुझेको नेपाली संस्कार अनुसारमा मित लाउँदाखेरि अपनाउने सबै विधि विधानहरू हामीले अपनाएका छौँ। हामी कुनै पोख्त अनि जान्ने बुझ्ने होइनौँ, त्यसैले हामी पनि यस्तो कार्यक्रमहरूमा सिक्ने प्रयास गर्दैछौँ। अनि लास्टमा चाहिँ दुवैजनाले टिका लाएर अनि ढोकिसकेपछि चाहिँ अनि ढोकेर पनि अझ त्यसमा कोही साथीभाइले दुवैजनाको टाउको ठोकाइदिने कार्यक्रम हुन्छ। अनि त्यहाँदेखि चाहिँ फाइनल मित हुन्छ भने मित भइसकेपछि चाहिँ तपाईँहरू दुवैजनाले चाहिँ आफ्नो यो जीवनकालसम्म चाहिँ एकअर्कामा नाम काट्नु हुँदैन भन्ने चाहिँ एउटा हाम्रो प्रचलन छ। नामबाट बोलाउनु हुँदैन। साँच्चै अब यो मितै लाउने कार्यक्रममा चाहिँ म पनि त्यति जान्ने मान्छे चाहिँ होइन होइन। जति जानेसम्मको कुरो साथीभाइसँग अब एकअर्कामा जानेको कुरा सेयर गरौँ भनेर मात्रै हो। अब सबैभन्दा पहिला चाहिँ हामीले अब यसमा चाहिँ अब हामीले बिचमा पर्दा लगाउँछौँ। एकअर्काले दुवैजना मितलाई नदेखिने गरेर हामीले चाहिँ अब पर्दा लगाइदिन्छौँ। नदेखिने भन्नाले दुवैजनालाई अलिकति त्यो मित चिनो साटासाट गर्नलाई चाहिँ अलिकति सस्पेन्डमा राख्नको लागि चाहिँ हामीले पर्दा लाउने कार्यक्रम गर्छौँ। अब पर्दा लाउनु होला भन्न चाहन्छु। ल अब हाम्रो दुवैजना मित, अब एकजना मित यता हुनुहुन्छ भने अर्को मित यता हुनुहुन्छ। अब उहाँ मित महेन्द्र घरती मगर पश्चिम रुकुमबाट हुनुहुन्छ भने यतातिर विष्णु चामलिङ राई उदयपुरबाट हुनुहुन्छ। आजबाट उहाँहरू दुवैजना मित अब हाम्रो कल्चर अनुसारमा हामी सबैले शुभारम्भ गर्नेछौँ भन्दै अब हामीले पर्दा लाउने कार्यक्रम पनि सक्यो। अब हामीले सबै सजावट सामग्री पनि अब सजाइसक्यो। अब हामीले चाहिँ अब यतिखेर अब हामी दुवैजनामा एकअर्कामा अब टिका लाउन लगाइदिन्छौँ। टिका चाहिँ माथिबाट है उभिएर दुवैजनाले हजुर होइन होइन टिका टिप्ने चाहिँ तलबाट हो। टिका टिप्ने चाहिँ तलबाट हो अनि लाउने चाहिँ माथिबाट पर्दैन। तपाईँले समाइदिँदा नि हुन्छ, के फरक पर्दैन। अब के गर्नु त होइन। लु पर्दा हामीले अलिक ओरा गरेर दुईचोटि टिका लगाइदिने कि होइन 3 चोटि लाउनुपर्छ। टिका चाहिँ दुवैजनाले सँगै गर्नुपर्छ है। यो चाहिँ सँगै कार्यक्रममा चट्ट उठाउनु टिका त यहाँ माथिबाट अनि हजुर ल दुवैजनालाई मितको शुभकामना छ। दुवैजनाले मनमा नाता सफलता रहोस्, तपाईँहरूको यो जिन्दगीभरिलाई सम्बन्ध कायम होस्, गाढा हुँदै जाओस्। यो मेतेरी साइनो भनेको सानोतिनो साइन होइन। मरेपछि पनि मिता घर गइन्छ अरे भन्छ नि त। ल अब ल अब
हामीले टिका लाउने कार्यक्रम सक्यो। अब दुवैजनाले अब खाता लाउने काम पढ्नु हजुर खाता लाउनु पर्यो दुवैजनाले। होइन माथिबाट हजुर ल मित भयो है, आजबाट मित भयो। दुवैजना हात यस्तो गर्दै त चाहिँ नमस्कार गर्नु पर्यो। अब चाहिँ हामीले अब खाता लाउने कार्यक्रम सक्यो। अब एकअर्कामा अब दक्षिणा छ भने दक्षिणा मुनिबाट साट्नु पहिला प्रथम। त्यो चाहिँ चिनो साट्दा दक्षिणा साट्दा जे साट्दा होइन यो चाहिँ तलबाट साट्ने हो। लु तपाईँहरू दुवैजना बस्नु हो। अब यहाँदेखि तपाईँ उयो टेबुल तलबाट दिन। ए हजुर ए हस् ल है अब चिनो साट्ने कार्यक्रम हुँदैछ यता। ल है चिनो साटेको कार्यक्रम चिनो साटिँदै हुनुहुन्छ दुवैजनाले। ल धन्यवाद। अब दुवैजना हजुर अब उठ्ने कार्यक्रम अब हाम्रो लगभग अब हाम्रो मित लाउने कार्यक्रम अब फाइनल हुँदैछ भने अब दुवैजना एकअर्कामा अब ढोक्ने हजुर मित दुवैजनालाई होइन यत्तिकै ढोक्ने हो। तीनचोटि ल आसम दुवैजनाको टाउको जुदाइदिनु होला तपाईँले। ल दुवैजनाले टक्क लाएर टाउको जुदाइदिनु। दुवैजनालाई एउटा खाता लगाइदिनु। दुईटा भाइ भयो। अब दुवैजनाको टाउको ठोकाइदिनुलाई बिस्तारै लाएर ल है आजबाट तीनचोटि ल आजबाट चाहिँ एकजना मगर हुनुहुन्थ्यो। हिजोसम्म एकजना मगर हुनुहुन्थ्यो, एकजना राई हुनुहुन्थ्यो। आजबाट चाहिँ तपाईँहरू दुवैजना मगर हुँदा मगरै मगर, राई हुँदा राई नै राई। एकले अर्कामा एउटै ज्यान जस्तो, एउटै मुटु जस्तो, एउटै रगत जस्तो सम्झिनु पर्यो। कतै भेटघाट हुँदाखेरि मेरो फलाना मिज्यू भनेर चाहिँ नामबाट नबोलाइदिनु होला। फलानाको हुलिया यस्तो छ, उहाँ चाहिँ मेरो मिज्यू है भन्नु होला। फलानाको नाम भनेर नकाट्नु होला रे। यो चाहिँ हाम्रो संस्कार अनुसारमा त्यही सुन्ने गरेको छौँ। अनि एकअर्काले आफ्नो घर परिवार अब त यो कार्यक्रम पर्दा हटाउने कार्यक्रम पनि ल समापन भयो। अब सगुन लु अब जुठो गरिहालौँ मुख। हजुर दुबई अब दुवैजनाले अब सगुन खानुभन्दा अगाडि एउटा क्राइटेरिया सुन्नु होला।
अब दुवैजनाले अब आज उपरान्त चाहिँ दुवैजनाले मेरो फलाना मित भनेर नाम नकाट्नु होला। अब यदि कसैलाई तपाईँले मितको परिचय दिनै पर्दाखेरिमा पनि मेरो फलाना रुकुमको मित चाहिँ यस्तो कपाल लामो लामो पालेको थियो, अलि बन्ठे थियो, यस्तो थियो, रोल्पाको यस्तो मित हुनुहुन्थ्यो भन्ने टाइपले गर्नु होला। मेरो फलाना मित भनेर चाहिँ मितको नाम काट्नु हुँदैन रे भन्ने कुरा चाहिँ हाम्रो प्रचलन छ पहिल्यैदेखि। अनि हाम्रो घर परिवारमा फ्यामिलीहरूलाई पनि आफ्नो फ्यामिलीलाई पनि मितलाई कसरी सम्मान गर्ने भन्ने कुरामा चाहिँ के गरेर मितको घर पुग्दाखेरि चाहिँ मितको फ्यामिलीले चाहिँ मितलाई सम्मान स्वरूप आफ्नो शिर छोप्नुपर्छ अरे भन्ने प्रचलन छ। त्यस्तो पुरानो हाम्रो संस्कार छ, त्यो संस्कारलाई पनि नबिर्सिनु होला भन्दै आजको हाम्रो अब यो मित लाउने कार्यक्रम सगुन कार्यक्रममा पुगेको छौँ। अब दुवैजनाले सगुन ग्रहण गर्नु होला। यो कुरालाई जस्तो हामी पञ्चले भनेको छौँ 2 शब्दहरू, त्यो शब्दहरू चाहिँ दुवैजनाले मनन गरेर सगुन स्वरूप ग्रहण गर्नु होला भन्न चाहन्छु है त। टाउको मिलायो त्यो हात त त्यो पहिलाको विदेशी सिस्टम हो, हाम्रो त टाउको हजुर उठेर तीनचोटि खानु पर्यो है। ल है बधाई छ दुवैजनाले। अब ल मित लाउने कार्यक्रम अब सकियो, आजदेखि मित भइयो। अब फेरि पनि मेरो तर्फबाट श्री महेन्द्र घरती मगर अनि विष्णु चामलिङ राईलाई मितेरी साइनो जोड्नु भएकोमा यहाँहरू दुवैजनाको मित साइनो प्रगाढ बन्दै जाओस् हार्दिक शुभकामना व्यक्त गर्दै आज हामीले गरेको कार्यक्रम तपाईले कस्तो लाग्यो, हामीले गरेको क्रियाकलापहरू नेपाली संस्कार अनुरूप ठिक भयो कि भएन कृपया जान्ने अनि बुझ्ने अग्रजहरूले मेरो यस भिडियोमा कमेन्ट गरिदिनु होला, ताकि मेरो भिडियो हेरेर आगामी दिनमा अरू साथीहरूले पनि प्रवासमा मितेरी साइनो गाँच्दाखेरि मितेरी साइनो बनाउँदाखेरि मेरो भिडियो हेरेर गर्न सकूँ। धन्यवाद सबैलाई।